हेलो नमस्ते सबैजनालाई फेरि पनि वेलकम छ। आज चाहिँ मैले सानो एउटा मुकबाम लिएर आएको है। अनि मुकबाममा रहेको छ यो चाहिँ चाउमिन ओनियन है। यो चाहिँ एकदम मनपर्छ मलाई चाहिँ पुदिना अनि यो चाहिँ मटन है। अनि यो चाहिँ अन्डा छ है। सो ढिलो नगरी खान्छु। त्यस डल्ला हुँदैन छ हुन्छ ल है। क्यामेरा पक्रिदिनु छैन नि ल साथीहरु खायौँ ल। Inside that. मलाई पुदिना एकदम मनपर्छ। थुक्पाहरू छ है। हातले खानु क्यों अच्छा मिठो हातसँग खाएँ ल मैले। सब्जीमा भुटेको खर्सानी चाहिँ सब्जीमा भुटेको तेलमा भुटेर निकालेको मिठो हुन्छ। भर्खर बुढाबुढी दौरा गइकन आएको है। अनि आएर सफा गरेर नै खाजा आएको। अन्डा हेर्नु big bite. मेरो बानी चाहिँ नारीसँग चाहिँ अमृत चुस्नु आएको चाहिँ खाइसक्यो। मेरो चाहिँ पर्सन भर्खर खाने हुँदैछ। अझै भएको छैन अलिक टाइम। खसी मासु खानु एक्लै बुढा खाने आफू एक्लै हो। सरी
ल मजाले खायो खाजा पनि है पानी पर्दैछ सो काम पनि सकेर आएर चाहिँ सफा गरिकन खाजा छिटो छिटो खाजा बनाएर खाएको है चुलाको बल्लस मजाले सो हजुरहरूलाई मेरो मुखमा मन पऱ्यो भने लाइक कमेन्ट गर्नु नबिर्सिनुहोस् होला है अनि यसरी नै मलाई माया गरिरहनुहोस् होला जतिजनाले मलाई स्टार सेन्ड गरिदिनु हुँदैछ सबै उहाँलाई एकदम मेरोबाट धेरै धेरै धन्यवाद यसरी नै माया सपोर्ट गर्दै गर्नुहोस् होला है फेरि पनि नेक्स्ट ब्लग नेक्स्ट डे लिएर आउनेछौँ सो टिल देन तपाईँ सबैसँग बाई बाई